मिडिया मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म प्रश्न गर्न चाहन्छु, मुखले मात्रै स्वर्ग जस्तो देश भयो भनेर भन्न मिल्दैन। हाम्रो समाजमा भएको गरिबी, हाम्रो समाजमा भएको विकृति, हाम्रो समाजमा भएको अभाव र द्वन्द्वहरूको कारणले गर्दाखेरि यो देश तपाईँको चाहिँ स्वर्ग जस्तो छ भनेर हामीले भन्न सक्ने स्थितिमा नरहेको कुरा म यहाँहरू सम्पूर्णलाई जाहेर गर्न चाहन्छु। अब यो देशलाई स्वर्ग जस्तो हामीले बनाउने हो भने अमृत र विषको फरक हामीले छुट्याउन सक्नुपर्छ। तपाईँ हामी अमृत जस्तो बन्न सक्नुपर्छ, विष जस्तो बनेर हुँदैन। हाम्रो मनभित्र अमृत जस्तो सोच विचार हुनु पर्यो। तपाईँको मनभित्र अमृत जस्तो सोच विचार छ? म प्रश्न गर्न चाहन्छु, छ हुनुपर्छ। होइन भने पनि आज यो तपाईँको छैन ग्राउन्ड छोड्दै गर्दाखेरि हाम्रो मनभित्र अमृतको तपाईँको छैन उत्पत्ति हुनुपर्छ, अमृत उत्पन्न हुनुपर्छ। हाम्रो मनभित्र अब हामी अमृत लिएर बाँच्छौँ, अमृत जस्तो जीवन लिएर बाँच्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले हाम्रो मनभित्र अनेक परिका विषजन्य विकारहरू बोकेर हामीले चाहिँ हाम्रो देशलाई स्वर्ग जस्तो बनाउन सकेन। प्रकृतिले हामीलाई स्वर्गको टुक्रा नै दिएको थियो, तर हामीले जानेनौँ। तपाईँ हाम्रो ढङ्ग पुगेन। तपाईँ हाम्रो सोच विचारमा सधैँभरि विषजन्य तपाईँको विकृतिजन्य सोच विचार मात्रै रहेको कारणले गर्दाखेरि यो हुन पुगेको म यहाँ सम्पूर्ण जानकारी गराउन चाहन्छु।